कहानीको सुरुवात शशाङ्क जेलबाट हुन्छ, जहाँबाट अहिलेसम्म कुनै पनि कैदी भाग्न सकेका छैनन्। भाग्ने प्रयास गर्नु भनेको निश्चित मृत्यु हो। त्यसपछिको दृश्य अदालतमा सर्छ, जहाँ एन्डी नाम गरेका एकजना बैंकरलाई आफ्नो पत्नी र उनको साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइन्छ। एन्डी निर्दोष भए पनि आफ्नो निर्दोषता उनले प्रमाणित गर्न सक्ने उनीसँग कुनै प्रमाण छैन। अब एन्डीलाई शशाङ्क जेलमा पठाइन्छ। त्यहाँ उनी अन्य नयाँ कैदीहरूसँग सामेल हुन्छन्। पुराना कैदीहरू नयाँ आएका कैदीहरूलाई हेर्छन् र सबैभन्दा पहिला को रोला भन्ने शर्त लगाउँछन्। रेड नाम गरेको एउटा कैदीले एन्डी नै सबैभन्दा पहिले रुनेछ भनेर शर्त लगाउँछन्, किनकि एन्डी धनी र कमजोर देखिन्छन्। रात पर्छ र सबै आफ्ना कोठामा जान्छन्। पुराना कैदीहरूले ठुलो आवाज निकालेर नयाँ कैदीहरूलाई डराउने प्रयास गर्छन्। धेरै नयाँ कैदीहरू रुन्छन्, तर एन्डी रुँदैनन्। रेड छक्क पर्छ। उसले एन्डीलाई कमजोर ठानेको थियो, तर वास्तवमा एन्डी निकै बलियो मानसिकता भएको व्यक्ति हुन्छ। बिहानको खाना खाने क्रममा एन्डीले एउटा पुरानो कैदीसँग जेलका नियम र कैदीहरूको बारेमा सोध्छ। उनले सबै कुरा बताउँछन् र बाहिरबाट सामान ल्याउन सक्ने एकमात्र व्यक्ति रेड भएको जानकारी दिन्छन्। पछि एन्डी रेडलाई भेट्न जान्छ। रेडले केही बोल्नु अघि नै एन्डी भन्छन्, म भाग्न वा कसैलाई मार्न प्रयोग हुने कुनै सामान माग्ने छैन। एन्डीलाई एउटा सानो रक ह्यामर चाहिएको हुन्छ। उनी भन्छन्, यहाँ मेरो कुनै शत्रु छैन, त्यसैले म कसैमाथि आक्रमण गर्ने छैन। तर रेडले उनलाई चाँडै नै शत्रुहरू बन्ने चेतावनी दिन्छन्। केही कैदीहरू एन्डीमाथि नजर राखिरहेका हुन्छन्। उनीहरूले गोप्य रूपमा एन्डीलाई कुटपिट गर्ने र दुर्व्यवहार पनि गर्छन्। यसैबीच रेडले एन्डीका लागि एउटा ह्यामर ल्याइदिन्छन्। त्यो यति सानो हुन्छ कि रेड हाँस्न थाल्छ। उनको विचारमा यदि एन्डीले त्यसले सुरुङ खन्न खोज्यो भने पर्खाल भत्काउन 600 वर्ष लाग्नेछ। त्यसपछि पुरानो पुस्तकालय कर्मचारी बुक मार्फत ह्यामर एन्डीसम्म पुग्छ। एन्डीलाई किन त्यो ह्यामर चाहिएको हो भन्ने कुरा अझै देखाइएको हुँदैन। समय बित्दै जान्छ। खराब कैदीहरूले एन्डीलाई निरन्तर सताइरहन्छन्, तर एन्डी कहिले गुनासो गर्दैन र प्रतिकार पनि गर्दैन। 2 वर्षपछि जेल प्रशासनले केही कैदीहरूलाई छाना मर्मत गर्न पठाउने घोषणा गर्छ र एन्डी पनि छनौट हुन्छ। छाना मर्मत गरिरहेको बेला एन्डीले हेडली नामका एक सुरक्षाकर्मीलाई अर्को गार्डसँग कुरा गरिरहेको सुन्छ। हेडलीले भन्छन्, मेरो दाजु मरेपछि उसले धेरै पैसा छडेर गयो। त्यो पैसा अब मेरो हो, तर यदि मैले लिएँ भने धेरै कर तिर्नुपर्नेछ। एन्डीले ध्यानपूर्वक कुरा सुन्छ र हेडलीतिर जान्छ। उसले सोध्छ, के तपाईँ आफ्नो श्रीमतीमाथि विश्वास गर्नुहुन्छ? हेडली अल्मलिन्छ र रिसाउँछ। ऊ एन्डीलाई छानाबाट तल फाल्न लाग्छ, तर एन्डी तुरुन्तै भन्छ, यदि तपाईँ आफ्नी श्रीमतीमाथि विश्वास गर्नुहुन्छ भने त्यो पैसा उहाँको नाममा दिन सक्नुहुन्छ। कानुन अनुसार श्रीमतीलाई उपहार स्वरूप दिइएको पैसामा कर लाग्दैन। म तपाईँका लागि आवश्यक कागजातहरू तयार गरिदिन्छु। वकिल राख्नुभयो भने धेरै पैसा लाग्छ, तर म निशुल्क गरिदिन्छु। हेडली आश्चर्यचकित हुन्छ र सोध्छ, बदलामा तिमीलाई के चाहिन्छ? एन्डी आफ्नो लागि केही पनि माग्दैन। ऊ केवल भन्छ, कृपया मेरो साथीहरूलाई केही बियर दिनुहोस्। यद्यपि यो नियम विपरीत छ। भोलिपल्ट एन्डीका साथीहरूले खुसी साथ बियर पिउँछन्। यसले देखाउँछ कि एन्डीले हेडलीलाई ठुलो सहयोग गरेको छ। समय बित्दै जाँदा एन्डी र रेड घनिष्ठ साथी बन्छन्। एक दिन उनीहरू फिल्म हेरिरहेका बेला एन्डीले रेडलाई एउटा प्रसिद्ध अभिनेत्रीको पोस्टर चाहिएको बताउँछ। पछि एन्डी आफ्नो कोठातर्फ जाँदा उसलाई सताउने गिरोहहरूले फेरि समात्छन्, तर यसपटक एन्डी डराउँदैन र प्रतिकार गर्छ। यसले उनीहरूलाई अझ रिस उठाउँछ र उनीहरूले एन्डीलाई यति नराम्ररी कुट्छन् कि ऊ 1 महिनासम्म अस्पतालमा बस्नुपर्छ। आक्रमण गर्ने कैदीलाई 1 हप्ताका लागि एकान्त कारावासमा पठाइन्छ। त्यही समयमा हेडली उसलाई भेट्न जान्छ। एन्डीले पहिले आफूलाई आर्थिक फाइदा पुर्याइदिएको हुनाले हेडली एन्डीलाई मन पराउन थालेका हुन्छ। एन्डीमाथि भएको अत्याचारको बदला लिन हेडलीले त्यो कैदीलाई यति धेरै कुट्छन् कि ऊ स्थायी रूपमा अपाङ्ग हुन्छ। 1 महिनापछि एन्डी आफ्नो कोठामा फर्कन्छ। रेडले उसलाई उपहार स्वरूप पोस्टर दिन्छ। एन्डी पोस्टर टाँच्दै गर्दा जेलका वार्डे निरीक्षणका लागि आइपुग्छन्।
उनले कोठाको खोज तलास गर्छन् तर केही पनि फेला पार्दैनन्। त्यसबेला एन्डीको हातमा एउटा बाइबल हुन्छ। वार्डेनले बाइबल हेरेर फेरि एन्डीलाई फर्काइदिन्छन्। वास्तवमा त्यो खोज तलास केवल बहाना थियो। वार्डेनले एन्डीलाई भेट्न चाहेका थिए किनभने उनले एन्डी पैसाको कामका लागि निकै दक्ष रहेको सुनेका थिए। त्यसपछि उनले एन्डीलाई आफ्नो लागि काम गर्न लगाउँछन्। एन्डीलाई जेलको लाइब्रेरीको जिम्मा दिइन्छ। बिस्तारै धेरै सुरक्षाकर्मीहरू कर सम्बन्धी र आर्थिक सल्लाह लिन एन्डी कहाँ आउँछन्। एन्डी जेलभित्र निकै लोकप्रिय बन्छ। काम यति बढ्छ कि उसले रेडलाई आफ्नो सहायक बनाउँछ। दिनहरू बित्दै जान्छन्। जेलका सबैभन्दा पुराना कैदी ब्रुक्स रिहा हुन लाग्छ तर ऊ खुसी हुँदैन। उसले आफ्नो जीवनका 50 वर्ष जेलमै बिताएको हुन्छ। बाहिरको संसार उसको लागि अपरिचित भइसकेको हुन्छ। रिहाई रोक्नका लागि उसले एउटा कैदीको घाँटीमा चक्कु राख्छ ताकि उसलाई जेलमै राखियोस्, तर त्यसले पनि काम गर्दैन र उसलाई रिहा गरिन्छ। जेल बाहिरको जीवन ब्रुक्सका लागि निकै कठिन हुन्छ। संसार धेरै बदलिसकेको हुन्छ। सबै कुरा अत्यन्त छिटो र अपरिचित लाग्छ। स्वतन्त्रता नै उनको लागि डरको कारण बन्छ र अन्ततः उनले आत्महत्या गर्छन्। तर त्यसअघि उनले एन्डी र रेडलाई एउटा पत्र लेख्छन्। त्यो पत्र पढेर दुवै निकै दुखी हुन्छन्। यसैबीच वार्डेनले नयाँ योजना सुरु गर्छ। ऊ कैदीहरूलाई बाहिर विभिन्न निर्माण तथा श्रम कार्यमा पठाउन थाल्छ। कैदीहरूलाई कुनै तलब नदिइने भएकाले वार्डेनले ठुलो रकम कमाउँछ। सबैलाई थाहा हुन्छ कि त्यो अवैध पैसा हो। यो इलिगल सम्पत्ति लुकाउन वार्डेनले एन्डीको सहयोग लिन्छ। एन्डीले अस्तित्वमै नभएको एक काल्पनिक व्यक्तिको नाममा बैंक खाताहरू खोलेर पैसा जम्मा गर्न थाल्छन्। यसरी वार्डेनको कालो धन सुरक्षित रूपमा लुकाइन्छ। यही समयपछि जेलमा नयाँ कैदीहरू आउँछन्। तिनीहरूमध्ये टमी नामको एक जवान युवक पनि हुन्छ। ऊ एन्डीको साथी बन्छ। एक दिन एन्डीको मुद्दाबारे थाहा पाएपछि टमी निकै आक्रोशित हुन्छ। उसले बताउँछ कि ऊ पहिले एक चोरलाई चिन्दथ्यो। एक रात त्यो चोर एउटा घरमा चोरी गर्न पसेको थियो। घर धनी जागेपछि डराएर उसले श्रीमती र श्रीमान दुवैको हत्या गरिदियो। पछि उसले थाहा पायो कि त्यो अपराधको दोष एक बैंकरमाथि लगाइएको छ। टमी अपराध बोधले भरिन्छ। ऊ भन्छ, मलाई सत्य थाहा थियो तर मैले आफ्नो साथीलाई जोगाउन चुप बसेँ। एन्डीको बारेमा त मैले धेरै पछि मात्रै सुनेको थिएँ जब उनी जेलमा परिसकेका थिए। एन्डी स्तब्ध हुन्छ। आखिर उसको निर्दोषताको प्रमाण भेटिएको थियो। एन्डी तुरन्तै वार्डेन कहाँ पुग्छ र टमीले सुनाएको सम्पूर्ण घटना बताउँछ। यदि त्यो चोरलाई फेला पार्न सकियो भने आफ्नो निर्दोषता प्रमाणित हुन सक्ने उसको विश्वास हुन्छ। तर वार्डेनले उसको कुरालाई झुटो कथा भन्दै बेवास्ता गर्छ। वास्तवमा वार्डेनलाई थाहा हुन्छ कि यदि एन्डी जेलबाट बाहिर निस्कियो भने उसको सबै भ्रष्टाचार र अवैध आर्थिक गतिविधिहरू उजागर हुनेछन्। एन्डीले आफूले सबै कुरा गोप्य राख्ने वाचा गरे पनि वार्डेन विश्वास गर्दैन। बरु उसले एन्डीलाई एकान्त कारावासमा पठाइदिन्छ। त्यसपछि वार्डेनले टमीलाई बोलाउँछ र सोध्छ, तिमीले भनेको कुरा साँच्चै सत्य हो? टमीले निर्धक्कताका साथ जवाफ दिन्छ, हो, पूर्ण रूपमा सत्य हो। वार्डेन फेरि सोध्छ, यदि आवश्यक परे अदालतमा गएर पनि यही कुरा भन्नेछौ? टमी सहमत हुन्छ। तर उसले त्यसो भन्नासाथ वार्डेनले एउटा सुरक्षाकर्मीलाई सङ्केत गर्छ। त्यही क्षणमै गोली चल्छ र टमी मारिन्छ। उता एकान्त कारावासमा बसिरहेका एन्डीलाई टमी भाग्ने प्रयास गर्दा मारिएको भनेर झुट बोलिन्छ। तर एन्डीलाई सत्य थाहा हुन्छ। उसले बुझिसकेको हुन्छ कि टमीको हत्या वार्डेनकै आदेशमा भएको हो। यस घटनापछि एन्डी वार्डेनप्रति झन आक्रोशित हुन्छ। तर जब वार्डेन उसलाई भेट्न आउँछ उल्टै अर्को 1 महिनाका लागि एकान्त कारावासको सजाय थपिदिन्छ। जेलका अन्य कैदीहरूलाई पनि एन्डीमाथि अन्याय भइरहेको महसुस हुन्छ। सबैले उसको अवस्था देखेर दुःख मान्छन्। केही समयपछि एन्डी फेरि जेलको प्राङ्गणमा फर्कन्छ र रेडसँग भेट्छ। ऊ रेडलाई सोध्छ, तिमी कहिले बाहिर निस्कने जस्तो लाग्छ? रेड मुस्कुराएर भन्छ, सायद धेरै बुढो भएपछि। एन्डी भन्छ, म मेक्सिको जानेछु। त्यहाँको समुद्र निकै सुन्दर छ। मलाई त्यो ठाउँ स्वर्ग जस्तै लाग्छ। त्यहाँ म एउटा सानो होटल खोल्नेछु र एउटा पुरानो ढुङ्गा मर्मत गरेर चलाउनेछु। रेड हाँस्छ तर तुरन्तै गम्भीर बन्छ। ऊ भन्छ, तिमी झुटो आशामा बाँचिरहेका छौ। आशाले मानिसलाई पागल बनाउँछ। तर एन्डी उसको कुरा नसुने झैँ गर्छ। त्यसपछि ऊ रेडसँग एउटा बाचा माग्छ, जब तिमी जेलबाट निस्कन्छौ मेरो लागि एउटा काम गरिदेऊ। त्यसपछि उनी एउटा ठाउँको वर्णन गर्छन्। त्यहाँ एउटा ठुलो रुख छ।
त्यसको नजिकै ढुङ्गाको पर्खाल छ। पर्खालमा एउटा कालो ढुङ्गा भेट्नेछौ। त्यो ढुङ्गा मुनि एउटा बाकस लुकाइएको हुनेछ, त्यसलाई खोज्नु। रेड उत्सुक भएर सोध्छ, किन त्यही ठाउँ? एन्डी केही क्षण चुप लागेर भन्छन्, मैले त्यही ठाउँमा मेरो श्रीमतीलाई विवाहको प्रस्ताव गरेको थिएँ। त्यसपछि एन्डी वार्डेन कहाँ जान्छ। उसले सबै आर्थिक कागजातहरू मिलाउँछ र लेखा पुस्तकहरू सेफभित्र राख्छ। त्यसपछि वार्डेनले आफ्नो सुट र जुत्ता सफा गर्ने एन्डीलाई दिन्छ। त्यो उसको काम नभए पनि एन्डी कुनै विरोध नगरी स्वीकार गर्छ। काम सकिएपछि ऊ आफ्नो कोठामा फर्कन्छ। तर रेडलाई चिन्ता लाग्न थाल्छ। त्यस दिन एन्डीले बोलेका कुराहरू सुन्दा उसलाई एन्डी आत्महत्या गर्न तयारीमा छ जस्तो लाग्छ। वार्डेनले पनि ऊमाथि अत्यन्त कठोर व्यवहार गरेका थिए। रात बित्छ। भोलिपल्ट बिहान सबै कैदीहरू कोठाबाट बाहिर निस्कन्छन्, तर एन्डी मात्र बाहिर आउँदैन। रेड झन बेचैन हुन्छ। उसलाई केही नराम्रो भएको महसुस भइरहेको हुन्छ। जेलमा आएको यति वर्षमा पहिलोपटक एन्डी आफ्नो कोठाबाट बाहिर नआएको थियो। गार्डहरू उसको कोठातर्फ दौडन्छन्। केही क्षणपछि उनीहरू आत्तिएर बाहिर निस्कन्छन्। यसैबीच वार्डेन आफ्नो जुत्ता लगाउन खोजिरहेका हुन्छन्, तर जुत्ताको बाकसभित्र उनले एन्डीको पुरानो जुत्ता फेला पार्छन्। त्यो देखेर उनी क्रोधित बन्छन् र तुरुन्तै कैदीहरूको ब्लकतर्फ दौडिन्छन्। अचानक जेलभरि साइरन बज्न थाल्छ। त्यो भागेको कैदी खोज्न बजाइने आपतकालीन सङ्केत थियो। वार्डेन कैदीहरूको ब्लकतर्फ दौडिन्छ। उसले एन्डीको कोठामा हेर्छ र रिसले चिच्याउन थाल्छ, ऊ कहाँ गयो? रेडसँग सोधिन्छ, तर रेडलाई केही थाहा हुँदैन। वार्डेन झन रिसाउँछ, ऊ हावामा त बिलाएर गएन होला। रिसको झोकमा उसले ढुङ्गाहरू उठाएर भित्तातर्फ फ्याँक्न थाल्छ। एउटा ढुङ्गा एन्डीको कोठामा टाँगिएको पोस्टरमा लाग्छ र त्यसलाई छेडेर भित्र पस्छ। सबैजना अचम्ममा पर्छन्। पोस्टर हटाइन्छ र त्यसको पछाडि एउटा ठुलो सुरुङ देखिन्छ। रेड स्तब्ध हुन्छ। अब उसलाई थाहा हुन्छ कि एन्डीले वर्षौँ अघि मागेको त्यो सानो रक ह्यामर प्रयोग गरेर त्यो सुरुङ बनाएको रहेछ। जुन ह्यामरले पर्खाल भत्काउन 600 वर्ष लाग्ने भनेर रेडले मजाक गरेको थियो, त्यसै ह्यामरले एन्डीले आफ्नो स्वतन्त्रताको बाटो बनाएको थियो। त्यसपछि फिल्मले एन्डी कसरी भाग्यो भन्ने कुरा विस्तारमा देखाउँछ। एन्डीले हरेक रात आफ्नो कोठाको भित्तामा अलिकति अलिकति गर्दै खन्दै आएको थियो। सुरुङ बनाउने काम उसले 1-2 वर्ष होइन, धेरै वर्षसम्म निरन्तर गरेको थियो। पर्खालबाट निस्किएको माटो र ढुङ्गाको धुलो उसले आफ्नो पाइन्टको खल्चीमा लुकाउँथ्यो। बिहान हिँड्दा जेलको प्राङ्गणमा थोरै थोरै गर्दै झार्दै जान्थ्यो। कसैले पनि शङ्का गरेनन्। यसरी वर्षौंको धैर्य र योजनापछि सुरुङ अन्ततः तयार भयो। वार्डेन र सुरक्षाकर्मीहरूले जेलभरि खोजी गर्छन्, तर एन्डी भेटिँदैन। उनीहरूले सुरुङ, सानो ह्यामर र एन्डीको पुरानो कपडा बाहेक केही पनि फेला पार्दैनन्। तर एन्डीको सबैभन्दा ठुलो योजना अझै बाँकी थियो। वर्षौंदेखि उसले वार्डेनको सबै अवैध कारोबारहरूका प्रमाणहरू सङ्कलन गर्दै आएको थियो। यी सबै प्रमाण उसले सुरक्षित राखेको थियो। भाग्ने रात वार्डेनले सफा गर्न दिएको सुट एन्डीले आफ्नो जेल पोसाकभित्र लगाएको थियो। उसले वार्डेनको जुत्ता पनि लगाएको थियो। त्यसैले वार्डेनले आफ्नो जुत्ताको बाकसभित्र एन्डीको पुरानो जुत्ता फेला पारेको थियो। राति बत्ती निभेपछि एन्डी सुरुङभित्र पस्छ। सुरुङको अन्त्यमा एउटा ढलको ठुलो पाइप थियो। स्वतन्त्रता पाउन उसले त्यो पाइप फुटाउनु पर्थ्यो। धेरै प्रयासपछि पाइप फुट्छ र त्यसपछि एन्डी फोहोर, दुर्गन्ध र मलमूत्रले भरिएको पाइपभित्र पस्छ। करिब 500 गजसम्म ऊ त्यही पाइपभित्र घस्रिँदै अगाडि बढ्छ। वर्षौंदेखिको दुःख, अपमान र कैदको जीवन पार गरेर अन्ततः ऊ पाइपको अन्तिम भागबाट बाहिर निस्कन्छ। त्यो रात ठुलो पानी परिरहेको हुन्छ। एन्डी खुला आकाशमुनि उभिन्छ। वर्षाको पानीमा आफूलाई सफा गर्दै ऊ दुवै हात फैलाउँछ। त्यो क्षण उसको पूर्ण स्वतन्त्रताको क्षण थियो। भोलिपल्ट बिहान एन्डी बैंकमा पुग्छ। उसले वर्षौंदेखि प्रयोग गर्दै आएको नक्कली पहिचानको कागजात प्रस्तुत गर्छ। त्यो काल्पनिक व्यक्तिको नाममा राखिएको वार्डेनको सबै अवैध पैसा अब कानुनी रूपमा उसको नियन्त्रणमा आउँछ। एन्डीले पूर्ण रकम आफ्नो खातामा सार्छ। त्यो रकम $3 लाख भन्दा बढी थियो। त्यसपछि ऊ अर्को महत्त्वपूर्ण काम गर्छ। वार्डेनका भ्रष्टाचार, घुसखोरी, गैर कानुनी कारोबार र हत्या सम्बन्धी सबै प्रमाण विभिन्न समाचारपत्र र अधिकारीहरूलाई पठाइदिन्छ। अब सत्य लुकाउन असम्भव थियो। केही समयपछि प्रहरी जेलमा आइपुग्छ। वार्डेन आफ्नो कार्यालयमा गएर सेफ खोल्छ। भित्र एन्डीको बाइबल राखिएको हुन्छ। त्यही बाइबल
जसलाई उसले वर्षौँदेखि सामान्य पुस्तक ठानेको थियो। जब उसले बाइबल खोल्छ, त्यसभित्र ह्यामर अट्ने गरी काटिएको खाली भाग देख्छ। एन्डीले वर्षौँदेखि ह्यामर त्यहीँ लुकाएको रहेछ। बाइबलभित्र एउटा सन्देश पनि हुन्छ जसको अर्थ थियो मुक्ति भित्रबाटै आउँछ। अब वार्डेनको सबै कुरा समाप्त भइसकेको थियो। प्रहरी ढोका नजिक आइपुग्छ। गिरफ्तारी, अपमान र जेल जीवनको सामना गर्नुभन्दा उसले आत्महत्या गर्ने निर्णय गर्छ र उसले आफैलाई गोली हानेर आफ्नो जीवन समाप्त गर्छ। हेडली पनि पक्राउ पर्छन्। यसरी शशाङ्क जेलको भ्रष्ट शासन अन्त्य हुन्छ। केही समयपछि रेड पनि राम्रो व्यवहारका कारण रिहा हुन्छन्। जेल बाहिरको संसार उसलाई ब्रुक्सलाई जस्तै अनौठो लाग्छ। सबै कुरा बदलिएको हुन्छ। ऊ एक्लो महसुस गर्छ र कहिलेकाहीँ ऊ पनि ब्रुक्स जस्तै आत्महत्याको बारेमा सोच्न थाल्छ। तर त्यसै बेला उसलाई एन्डीसँग गरेको बाचा सम्झना आउँछ। त्यसपछि ऊ एन्डीले भनेको ठाउँ खोज्न निस्कन्छ। ठुलो रुख र ढुङ्गाको पर्खाल भएको ठाउँमा पुगेर कालो ढुङ्गा निकाल्छ। त्यसको तल एउटा बाकस लुकाइएको हुन्छ। बाकसभित्र केही पैसा र एन्डीको पत्र हुन्छ। पत्रमा लेखिएको हुन्छ, यदि तिमी यहाँसम्म आइपुगेका छौ भने सायद आशाले तिमीलाई अझै जीवित राखेको छ। म तिम्रो प्रतीक्षा गरिरहेको छु। पत्र पढेर रेड मुस्कुराउँछ। वर्षौँदेखि हराएको आशा फेरि फर्किन्छ। त्यसपछि ऊ मेक्सिकोतर्फ यात्रा गर्छ। समुद्र किनारमा पुगेर उसले एन्डीलाई देख्छ। एन्डी एउटा पुरानो ढुङ्गा मर्मत गरिरहेको हुन्छ। दुवै साथी एकअर्कालाई देखेर भावुक हुन्छन्। उनीहरू अँगालो हाल्छन्। वर्षौँको पीडा, कैद, अन्याय र सङ्घर्षपछि अन्ततः उनीहरू स्वतन्त्र जीवनमा पुनः भेटिएका हुन्छन्। फिल्म यही दृश्यसँगै समाप्त हुन्छ। जीवन जति कठिन भए पनि आशा कहिल्यै त्याग्नु हुँदैन। एन्डीले निर्दोष भएर पनि वर्षौँ जेल जीवन बिताए, अपमान र अन्याय सहे। तर उनले धैर्य, साहस र बुद्धिमत्ताका साथ आफ्नो लक्ष्यतर्फ काम गर्न छोडेनन्। यस मुभीले देखाउँछ कि निराशाले मानिसलाई भित्रैबाट नष्ट गर्न सक्छ, तर आशा र दृढ सङ्कल्पले उसलाई अगाडि बढ्न शक्ति दिन्छ। साथै सत्य र न्याय ढिलो भए पनि अवश्य विजय प्राप्त गर्छ र साँचो मित्रता कठिन परिस्थितिमा ठुलो सहारा बन्न सक्छ। त्यसैले यस मुभीको मुख्य सन्देश भनेको कठिन समय आए पनि आशावादी रहनु, हार नमान्नु र आफ्नो स्वतन्त्रता तथा सपनाका लागि निरन्तर प्रयास गरिरहनु हो। धन्यवाद।